ल त हेलो साथीहरू उतापट्टि सबैलाई गुड मर्निङ है। आजको तातो ताडो मर्निङ होइन। र आज चाहिँ घरमा छौँ हामी दाजुहरूको जबले। र आज चाहिँ म तपाईँहरूलाई के गर्छु भने चाहिँ आज म बारी काम गर्न जाँदिनँ होइन, घरमा छु। किनभने चाहिँ यस्तो छ नि दिनी टुडुङ ट्याँड्याउ यस्तो छ भनेको चाहिँ टन्डरफुर घाम लागिरहेछ। अनि यस्तो घाममा चाहिँ फेरि मलाई जङ्गल पस्नु चाहिँ अलिक लास लाग्छ कि, त्यसले गर्दा म जाँदिनँ। तपाईँलाई के कस्तो हुन्छ है। र अहिले चाहिँ भाइ अलिक छिटो उठेको कारणले चाहिँ अघि रक्सी बसाइरहेको रहेछ, त्यसले हो रक्सी पार्दैछ। हाम्रोमा चाहिँ रक्सी पनि पर्छ। र अहिले यत्तिको स्ट्रगल गरेर दाउरा चिर्दैछ यहाँ साइडमा फेरि हो टुडुङ ट्याँड्याउ गर्दैन। यो आजको दुई भाइको चाहिँ के हुन्छ भन्दा चाहिँ नि फर्स्ट भिडियो भन्दा चाहिँ नि है के हुन्छ भन् त आज चाहिँ घरियाली काम ल। ओके घरियाली भनेको चाहिँ त्यो हो अब हामी दिउँसो अब दुई भाइ म त्यत्रो दिन भइसक्यो बसेको के गर्दै बस्छौँ भन्ने कुराहरू चाहिँ त्यही खायो पकायो त हो, सुत्यो उठ्यो घरको अलिअलि काम गऱ्यो होइन। त्यही भिडियोहरू चाहिँ म तपाईँलाई यो भिडियो आजको भिडियोमा चाहिँ देखाउँछु होइन केटा। ओके टुडुङ ट्याँड्याउ भनेको नि ल साथीहरू यस्तो छ यी यहाँ हेर्नु न फेरि हाम्रो चाहिँ घर बाहिरतिर यस्तो हुन्छ टुडुङ ट्याँड्याउ। के होला यो के होला यो चाहिँ राई लिम्बूकोमा हुनु जरुरत छ नि त। फेरि जाँड 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 भन्छ यसलाई चाहिँ जाँड भन्छ हो। ल साथीभाइहरू अहिले चाहिँ यसले पानी फ्याँक्दैछ है। रक्सी पानी चाहिँ यसरी फ्याँक्छौँ हामी चाहिँ टुडुङ ट्याँड्याउ यसरी हो। रक्सी पानी फ्याँक्दैछ रक्सी यसले रक्सी पार्ने अरे। अब म खाना बनाउँछु त्यसो भने होइन। एकैवटा गरौँ न बाँडेर ल काम। म चाहिँ खाना बनाउँछु तर कहाँ भन्दा चाहिँ यहाँ गोर्खे चुल्हा, हाम्रो चाहिँ गोर्खे चुल्हा यस्तो छ। यो रक्सी पार्ने हो यो गोर्खे चुल्हा है। ल आज म खाना बनाउँछु अब है। खानामा के छ भन्ने कुरा हेर्नुहोस् ल। ल साथीहरू हाम्रो दुई भाइको चाहिँ सल्लाह भयो अब सिबी ल सिबी यो हिजो मैले लिएको बेलुका अलिकति मसिनो माछा ल्याएको थिएँ हिजो बेलुका एकछिन खोला गएको थिएँ र है। र अब के पाक्छ हेर्दै जाउँ ल साथीहरू। त्यो पनि के मारे गोर्खे चुल्हामा है साथीहरू। ल साथीहरू मेरो भात पकाउनु स्टार्ट भयो है काम कुरा। अनि हाम्रो चाहिँ 24 घन्टा पानी आउँछ धारामा है। ल त साथीहरू खाना पनि पाक्यो है। खाना पाकिसक्यो। खाना पाक्दा मैले सामान पनि रेडी गरिसकेँ। यी सामानहरू यहाँ अब म सब्जी बनाउनु गइरहेको छु है। ल साथीहरू ल त साथीभाइहरू रक्सी पारेको आगो गोर्खे चुल्हा दुइटाको रातमा पनि मैले आजको खानापिना चाहिँ बनाइसकेँ है त साथीहरू। यसमा रह्यो अब टमाटर चटनी अचारको लागि। खुर्सानी त फलेको छैन कि क्या रे साथीहरू। यतिले त काफी दाजुभाइलाई हो। अब गयो टिम्बु टिप्नु फेरि। ल त साथीभाइहरू टिम्बुर त यतिले काफी धेरै चाहिँदैन। टिम्बुर पनि टिप्यो। ल त साथीभाइहरू खानापिना मैले पनि बनाइसकेको ठ्याक्क टाइममा पनि रक्सी पारिसकेछ है त साथीहरू। रक्सी उतार्ने अरे अब लास्ट रक्सी उतार्नु पर्छ कि। रक्सी उतार्ने फेरि यता फेरि रक्सी पार्नुमा एक्सपर्ट छ नि त साथीभाइहरू हो। यसले चाहिँ फेरि कस्तो कडा पार्छ भने रक्सी
मैले पार्दा चाहिँ अलिक पातला निस्किन्छ कि यसले त कडा पार्छ क्या अन्त यसले प्रायः जस्तो रक्सी पार्छ। उतार्न आँटेको छ यसले अब रक्सी। राई लिम्बूको छोरा भएपछि यति त गर्नु जान्नु पर्यो नि त हौ, नत्र सिउ ढल्छ अरे नि त होइन। ल ठिक्क टाइममा हामीले काम पनि सक्यो, यसको आफ्नो काम पनि सक्यो, मैले खाना पिना सक्यो। अब चाहिँ हामी भात खान्छ है बब्बाल भएर। ल भोक पनि टन्न लाग्यो होइन आज दुई भाइलाई। ल त साथीभाइहरू, दुई भाइले घर काम सकेर खाना खानु थाल्यौँ। खाना हाम्रो यस्तै छ है, यो यसको, यो मेरो यो माछा फ्राई गरेको, यो अचार टिम्बुरको टमाटर पोलेको टमाटरको अचार, यो निम्बु। यो दुईजनाले अहिले खुब खाने भएको छौँ घरमा भएकोले गर्दा है। साथीहरू फाइनली सक्यो खाना। ल यो भयो साथीहरू, सबै अचार उब्रियो, यो उब्रियो, यो हो निम्बु 3टा काटेकोमा एउटा आदि उम्रियो, खतरा खायो। ल साथीहरू आजको भिडियो यति नै, लामो जान्छ ल है। जे जस्तो भयो आजको दिन पनि बबाल भइरहेछ। अघिको भात पकाउँदा पुरा घाम लागेर थियो, अहिले शीतल भएर छ है दिन। ल यति नै भन्दै के शब्द कि यतिमै राखिदिउँ? यतिमै राखिदिउँ। ल फेरि अर्को भिडियोमा हामी भेट्नेछौँ है। दाजुभाइको भिडियो खुब आउनु थालेको छ है साथीहरू। ल बाई बाई, सी यू नेक्स्ट ताजा अपडेटमा ल।